नमस्ते एभ्रिवान। आज म तपाईहरुसँग एउटा धेरै सिम्पल तर लाइफ चेन्जिङ टपिकको बारेमा कुरा गर्न चाहन्छु। द मिराकल अफ लभ भन्ने एउटा बुक छ बाइ रामदास जी। हामी सबै प्रेम खोजिरहन्छौं नि, पेरेन्ट्सको प्रेम, साथीहरुसँगको प्रेम, पार्टनरसँगको प्रेम, सोसाइटीसँगको प्रेम। तर इन्ट्रेस्टिङ कुरा के हो भने जति बाहिर प्रेम खोजे पनि मान्छे भित्र कहिलेकाहीँ खाली नै महसुस गर्छ। अनि यही कुरा मैले नीम करोली बाबाको कथाहरूबाट सिकेको छु। मैले पहिलो पटक नीम करोली बाबाको बारेमा सुनेको बेला म सोच्थे कि बाबाजीले मिराकल मात्र गर्नुहुन्थ्यो भनेर। अनि मान्छेले चाहिँ के भन्नुहुन्थ्यो भने ही कुड रिड माइन्ड्स एन्ड ही एपियर्ड इन डिफ्रेन्ट प्लेसेस, ही न्यू एभ्रिथिङ। तर मैले जति उनको जीवन बुझ्दै गएँ मैले एउटा कुरा रियलाइज गरेँ कि बाबाजीको बिगेस्ट मिराकल त रिडिङ होइन कि माइन्ड रिडिङ होइन रहेछ। बाबाजीको बिगेस्ट मिराकल त प्रेम रहेछ, त्यो निस्वार्थ प्रेम, अनकन्डिसनल प्रेम, त्यो प्रेम जसले मान्छेको लाइफ नै बदलिदिन्थ्यो कि। एकजना अमेरिकन प्रोफेसर हुनुहुन्थ्यो रामदास जी। ही वाज हाइली एजुकेटेड, एभ्रिथिङ वाज देयर, सक्सेस, नलेज, क्यारियर, तर भित्र चाहिँ डिप इम्प्टिनेस थियो। अनि इन्डिया आएर नीम करोली बाबाजीलाई भेट्नु भएछ। बाबाजीले पहिलो भेटमै उहाँको जीवनको एउटा पर्सनल कुरा भनिदिनु भयो कि जुन कुरा कसैलाई पनि थाहा थिएन। रामदासजी सक हुनुभयो। तर इन्ट्रेस्टिङ कुरा मिराकल होइन कि, इन्ट्रेस्टिङ कुरा त्यो पछि भयो जुन रामदासजीले भन्नुहुन्छ, व्हेन बाबा लुक्ड एट मी आई फेल्ट कम्प्लिटली लभड, नो जजमेन्ट, नो क्रिटिसिजम, नो रिजेक्सन, जस्ट प्योर लभ के। यो कुराले के सिकायो त मलाई भन्दा धेरैचोटि हामी सोच्छौँ कि मान्छेलाई एडभाइस चाहिन्छ भनेर, तर कहिलेकाहीँ मान्छेलाई एडभाइस भन्दा अगाडि एउटा कुरा चाहिन्छ कि समवन हु ट्रुली सिज देम, समवन हु सेज म तिमीलाई बुझ्दैछु भनेर कि सिधै आँखामा आँखा मिलाएर। समटाइम्स चाहिँ प्रेम नै थेरापी बन्छ कि, अनि कहिलेकाहीँ चाहिँ प्रेम नै हिलिङ बन्न पुग्छ। अनि अर्को कथा चाहिँ नीम करोली बाबाको आश्रममा धेरै मान्छे आउँथे, रिच, पोर, एजुकेटेड, अनएजुकेटेड। अनि बाबाजीको एउटा सिम्पल टिचिङ के थियो भने फिड एभ्रिवान भनेर, खाना खुवाउने, सर्भ गर्ने, प्रेम गर्ने। सिम्पल लाग्छ नि, तर यो स्पिरिचुअल टिचिङ हो कि किन? बिकज वेन वी सर्भ अदर्स आवर इगो बिकम स्मलर, अनि हृदय चाहिँ ठुलो भएर जान्छ कि, हृदय बढ्दै जान्छ, अहङ्कार घट्दै जान्छ। आजको दुनियाँमा हामी धेरै कम्पिटिसनमा छौँ नि, हु इज बेटर, हु इज रिचर, हु इज मोर सक्सेसफुल भनेर। तर बाबाजीले के सिकाउनु भयो, लाइफ इज नट ओन्ली अबाउट अचिभमेन्ट, लाइफ इज अल्सो अबाउट कम्प्यासन। ह्याप्पिनेस धेरै जसो पाउने कुरा होइन रहेछ कि, ह्याप्पिनेस त सेयर गर्ने कुरा हो। जति सेयर गर्यो त्यति बढ्छ। लभ इज द ओन्ली थिङ द्याट ग्रोज वेन यु गिभ इट अवे। अनि स्टोरी नम्बर 3 चाहिँ एउटा ब्ल्याङ्केट स्टोरी छ। एकचोटि एउटा गरिब मान्छेलाई ब्ल्याङ्केट चाहिन्थ्यो, अनि बाबाजीले चाहिँ आफ्नो मान्छेहरूलाई ब्ल्याङ्केट दिनु भन्नुभयो। कसैलाई लाग्यो होला यति सानो कुरा किन भनेर, तर बाबाको दृष्टिमा चाहिँ ब्ल्याङ्केट कपडा मात्रै थिएन कि, त्यो प्रेम थियो, कम्प्यासन थियो, ह्युम्यानिटी थियो। अनि यो कुराले चाहिँ के सिकाउँछ भन्दा लभ डज नट अलवेज लुक ड्रामेटिक कि, लभ इज नट अलवेज इन बिग स्पिचेस। लभ क्यान बी अ काइन्ड वर्ड, एउटा मुस्कुराहट हुनसक्छ प्रेम, कसैलाई सुनिदिनु हुनसक्छ प्रेम, कसैलाई मद्दत गर्नु हुनसक्छ प्रेम, अनि जस्ट उसँग भइदिनु, बिङ प्रेजेन्ट पनि प्रेमको एउटा रूप हो। समटाइम्स द ग्रेटेस्ट मिराकल इज नट चेन्जिङ द वर्ल्ड कि, समटाइम्स द ग्रेटेस्ट मिराकल इज मेकिङ वान पर्सन फिल लेस अलोन। अनि द रियल मिराकल के हो भने आज धेरै मान्छे मिराकल खोजिरहेछन् कि, मनी मिराकल, रिलेसनसिप मिराकल, म्यानिफेस्टेसन मिराकल आउँछ नि आजकल, म्यानिफेस्टेसन इन 21 डेज, म्यानिफेस्टेसन इन 7 डेज भनेर। तर बाबाको टिचिङबाट मैले बुझेको कुरा के हो भने द ग्रेटेस्ट मिराकल इज द ट्रान्सफर्मेसन अफ द हार्ट। जब रिस क्रमशः कम्प्यासनमा बदलिन्छ, जब हेट्रेड अन्डरस्ट्यान्डिङमा बदलिन्छ, जब फियर ट्रस्टमा बदलिन्छ, त्यो नै त मिराकल हो नि। मैले जीवनमा यो पनि देखेको छु कि जब हामी दुःखमा हुन्छौँ हामी प्रायः सल्युसन खोज्छौँ, तर कहिलेकाहीँ सल्युसन अगाडि प्रेम आउँछ कि, एउटा जेन्युइन फ्रेन्ड, एउटा टिचर, एउटा काउन्सलर, एउटा पेरेन्ट, एउटा स्ट्रेन्जर पनि हुनसक्छ। कसैको मायाले हामीलाई बदलिदिन्छ, अनि पछि रियलाइज हुन्छ लभ इट्सेल्फ वाज द मिराकल।
निम करोली बाबाको सबभन्दा फेमस टिचिङ मध्ये एउटा एकदम पपुलर टिचिङ चाहिँ लभ एभ्री वान, सर्भ एभ्री वान, रिमेम्बर गड भन्ने छ कि कति सिम्पल छ नि तर कति डिप कि एकदमै डिप लाग्छ कि यो मलाई। लभ एभ्री वान, नट ओन्ली द पिपल हु एग्री विथ यु, नट ओन्ली द पिपल हु आर काइन्ड टु यु, एभ्री वान कि। अनि सर्भ एभ्री वान बिकज सर्भिस प्युरिफाइज द हार्ट। अनि रिमेम्बर गड बिकज डिभाइन लभ इज सोर्स अफ अल द लभ। आज यो भिडियो हेरिरहनु भएको सबैलाई म एउटा क्वेसन सोध्न चाहन्छु। वाट इफ द मिराकल यु आर वेटिङ फर इज नट आउटसाइड? वाट इफ द मिराकल इज द लभ अलरेडी प्रेजेन्ट इनसाइड योर हार्ट? Maybe miracle is not something that happens to us. Maybe miracle is something that flows through us कि हामीबाट बहन्छ चमत्कार। जब हामी अलिकति धेरै काइन्डनेस दिन्छौँ, अलिकति धेरै कम्प्यासन दिन्छौँ, अलिकति धेरै अन्डरस्ट्यान्डिङ दिन्छौँ, त्यतिखेर हामी पनि मिराकलको मिडियम बन्न सक्छौँ। निम करोली बाबाले मलाई सिकाउनु भएको सबभन्दा ठुलो पाठ यही हो। लभ हिल्स, लभ ट्रान्सफर्म्स, लभ इज द मिराकल कि प्रेम नै हो चमत्कार। प्रेमले बदलन्छ मान्छेलाई, प्रेमले हिल गर्छ, सबै कुरा प्रेम नै हो कि निस्वार्थ प्रेम। धन्यवाद। इफ दिस मेसेज टच्ड योर हार्ट, प्लिज शेयर इट विथ समवन हु मे नीड अ लिटल मोर लभ टुडे। जय निम करोली बाबा, जय हनुमान जी। मच लभ टु ऑल ऑफ you. Thank you.